ह्यापी दसैँ एमी ह्यापी दसैँ भन्दै ह्यापी दसैँ। अब हाम्रो चाहिँ टिका लाउने कार्यक्रम सुरु हुँदैछ यहाँ हाम्रो ह्यापी दसैँ टिका लगाइदिनलाई रेडी हुँदै हुनुहुन्छ ल पूजा गर्नुस् न त अनि त्यहाँ पछिबाट मम्मीले भनेको मानी ज्ञानी हुने अनि खानेकुरा मम्मीले बोलाएपछि छिट्टो आउने टक्क खाने ओके अनि डान्स पनि गर्ने डक्टर हुने मेरो छोरी पैसा यो पनि खुट्टामा ढोग्नु पर्यो बिलका जाने अब हामी पैसा लिएर बाबा लियो अब उता हेर्नुहोस् ल फेरि फेरि सुरु मामाले आयो गोर्खाली भन्नु जेन्जीको हारै छ त्यतातिर जयन्ती मङ्गला काली नवदुर्गाको प्रसाद लगाई मनोकाङ्क्षी हो छैन भइसक्यो त आएछ नि अब आँटेको सोचेको कुराहरू ठ्याक्क ठ्याक्क पुरा भइहालोस् सबैलाई कहाँ हुन्छ त अब खर्च सर्च गर्ने बानीमा चाहिँ नि अलिकति कम आओस् मामाको पीडा झल्किरहे खर्चमै आयो त कुरो मामाले दसैँमै सजिलो हुन्छ ब्लग बनाउनु पैसा दिनु ल दिनु नि दसैँमा त अरू बेला मेरै पैसा दसैँमा त दिनु देऊ न हात ढोग्छु खुट्टा त अलिक सक्दिनँ मलाई नै ढोग्नु भन्छ तपाईँले बराबरी भन्नुहुन्छ मामाले कस्तो राम्रो पैसा पाइयो यस्तो राम्रो 100 खाना ल यो भएन यता ल भाँसुमा बिना जल किन हो ल एम पनि अब यहाँ बसाउँछ एमी हेर न किन सेन्टे हाँसा डिन्स फिल्ममा आउनु थाल्यो प्रसादले भान्जीलाई रक्षा गरून् दुर्गा माताले आठेताए कामहरू पुरा हुन् अब राम्रो राम्रो कामहरू हासिल गर्दै जानु धेरै दुःख नहोस् सुखै सुखै पैसा कमाउनु अनि अर्को के थियो अरे अब भान्जा भान्जीको चाहिँ एकै ठाउँमा राम्रो एउटा टुङ्गो लागेर बस्ने वासस्थान होस् अनि त्यसपछि यताबाट निकाल्नुपर्छ खाऊ खाऊ
पोहा त गाह्रै हुन्छ। कोही उसले काट्न कैची कैची कैचीलाई एमी के हो त्यो देऊ न खाम हो तर यो फेरि राम्रो भयो पनि झन् दुःख न यस्तो हुनु पर्थ्यो नि यहाँ 2 सरी थियो कि 17 र 15 करोड न त्यही भएर पोहा दुःख न बहिनीले किन्ने ए बहिनी के गर्यौ सस्ती उठान जस्तो हैन सबभन्दा महँगो वाला हो यो 17 करोड सस्ती उठान दिए यसो गर्नु रुज गराउनु न रुज गराएको मलाई त के भएर मैले आफ्नो जति गरे पैसा पाएको हो अब यसको डाँडहरु यो छोड्न मिल्ने रहेछ कस्तो भएर मिल्दैन थोथोरै हाल्दा झर्छ नि त अनि बुढी हेरे त आमामा यताखेरि छुट्टै रहेछ फेरि ओ नो पैसा दिएर नि पुग्दैन नाइस हामी ओए भान्जा चाहिँ अगे हल्का स्टाइल त राम्रै थियो हामी अलि यता राखौ अलि यता यहाँ मामा होठी मार खाने अब कहाँनिर लाउने भनेर सोचिरहेको छु भान्जाले एकछिन यसो समाउनु कपाल यसो सामान अनि समास्ते गर्नु माथि नै छ यति देखे त ल भान्जालाई पनि भान्जीलाई भने जस्तै सेन्टी अब राम्रो पढ्नु पर्यो भने पढाइ त राम्रो छ पढ्नु अब पढाइ नै ठुलो कुरा हो अब त्यहीँबाट पनि ठ्याक्क काम पाएर दाइ स्टुडेन्ट हो बस्छ बस्छ या सेट आशीर्वाद त गर्नु लाग्ने नलाग्ने अन्य कुरा गर्दै गरिसक्यो ठिक हुन्छ अनि छोरीहरूले पनि नयाँ नयाँ नियम लिएर के गरेर गरे भन्नु ल बस त्यही भन्नु जे भयो नि अब एक ठाउँमा बस्ने एउटा ब्लगमा चाहिँ यस्तो डिस्कस गर्न नपाए हुन्थ्यो यतापट्टि लगाइदिनु के रे ब्लगमा ए अब भ्लगमा चाहिँ यो नबोल्नु पर्यो के छैन उ गर्दैन गीत हाल्नु पर्ने भयो दिदी अब हाल्न मिल्दैन बोल्नेकै हाल्ने तपाईँले के भन्नुभएको त्यस्तो केही भन्नु के भएन होइन आशीर्वाद त दिन परिहाल्यो नि दसैँमा ए होइन स्टोरमा आउने मेरो पनि हाम्रो पनि समस्या त्यही हो कि त्यही त लिनु त छ भन्दा ल अब हाम्रो बाइसका अब होइन कुब्रो नहुनु न सबैजना लास्टै कुब्रो भयो के हो यस्तो फेरि कस्तो रे अलिकति ठिक छ दिन न त्यहाँ ल मेरो भाइ तिमीलाई दुर्गा माताले रक्षा गरौँ नातेदाई कामहरू पुरा हुन् राम्रोसँग पढ अनि खेलेर नेपालमा नाम खेलेर लगायो यहाँ पनि नाम गाइसक्यो होइन अँ, अब बाटोमा हिँड्दा पनि अझै यसरी नै देश विदेश घुम्ने अवसर मिलोस् अनि पढाइलाई चाहिँ एकदमै ध्यान देऊ बाबु राजा अर्को वर्ष चाहिँ अब धेरै कुराहरू स्कलरसिपको के सफलता मिल्छ कैचीले यिनीहरू अहिले कुरा गरौँ न यस्तो खाली डस्टबिन फाल्यो अहिले कुरा गरौँ न यसरी अप्लाई हुन्छ अहिलेसम्म जमारा यहाँ एक काठ फाल्यो टाइम बेसी लाग्यो किन हो त होइन म बेसी भयो होइन काठ फाल्यो होइन यस्तो भयो नि त उसले आउँदो हुन्छ हात टकेट लगाइहाल्नु एक दुई दिन अझै टाइम चाहिने हो यसलाई यो पर्सि नि मनाउला नि त दसैँ विकेन्डमा होइन पानीमा भिजाएर नराख्यो भने के भनेर नि त्यो त अँध्यारोमा राख्नु म च्याप्नु हो कि? यसलाई एक दिन हुर्किँदै मान्नु त मलाई लान ला त अनि। होइन दिदी एमी फोटो। मेरो अहिले होलसेलमा आउँछ एमीको सुत्त ला, मैले चाहिँ ला। दिने हो कि तपाईँहरूलाई मलाई दिनु के भयो अँ, त मेरो माइ सर ल फोटो यहाँबाट यसरी यहाँबाट ठ्याक्क लायो के रे डेट फोटेजमै हो जयन्ती जयन्ती। मङ्गला काली कालिज कपालिज नमस्ते देव पछि कपाल त खतरा भनेर आएको नि त सक्दैन कि यस्तै राम्रो छ। एमी यता आऊ यहाँ ल दिदीलाई लास्टै लास्टै यहाँ सुक्खा दिनु भयो के? दुईजनाले एकैचोटि लगाइदिने हामी त। निदा चाहिँ टिका लाउने भने बनाएको लास्टै ठुलो गर्छ भान्जाको निदाले देखेँ होइन अब होइन, कपाल कपाल यसरी माथि फर्काएर है ल कतातिर भाग्यमानीको ब्लग निदा ब्लग चलाउँछ अरे हामी त फोटो खिच्न बिर्सेछौँ नि है के को यसरी टिका लाएर भ्याइसक्यो है भ्याकै त टिका लगाएर नि खिच्नु नि अहिले फेरि खिचौँ न नि
ल ल जयन्ती भने जता नि सक्छ काली भद्रकाली कपालिनी दुर्गा माताले रक्षा गरून् मेरो बहिनीलाई आइतदाई कामहरू पुरा हो अन्य कुराहरू सब कुरा त भइरहेको अझै होस् पढाइलाई नि ध्यान देऊ सबै कुराहरू राम्रो होस् काम मात्र कुदेछु भनेर छैन मम्मी बाबा भाइलाई सधैँ यसरी नै माया गर्ने बाबा पनि त हो नि माया गरेको बुझ्ने मम्मी भाइ मम्मी बाबा भाइ सबैजना सबैजना हजुरबा हजुरआमा आमा को त नि त्यहाँ आइसक्यो भने बुढो मान्छे मगाएर को आउनु जे भए पनि राम्रो हो जे भए पनि अर्को वर्ष यो भन्दा बढी धेरै प्रगति भएको देख्न पाइयोस् अर्को वर्ष नेपाल जाने हो र त्यसो भए प्रगति हुन्छ केही भएन मामासँग बस्ने गाउँछ जति काट्यो लाग्ने भइहाल्यो सियाज पनि हिँड्न यो साइड हो एउटाले पुग्छ होला कस्तो खतरा देखिन्छ यो साइडको चाहिँ देखिन्छ जमरा सबैजना फुल फेरि अबिर पायो भने पैसा अबि नपार्नु यतिकै दिनु मलाई ठिक हुन्छ अलग लिएछ 70 थ्यांक यू तपाईँको टिभी न टिभी ल हातमै ढोकामा ल भिरा चाहिँ हल्का बिचतिर यस्तो दिदीको त्यो मान्नु हुन्छ नि त नेपालको 2200 हो नि अब 1000 को नोट दिने भनेको 1000 नोट क्यान्सल भइहाल्यो नि ल को बाकी बस्यो नजिक तिले त सजिलो आशीर्वाद त आफ्नो क्रममा पो हुँदैन रहेछ तपाईँ क्युट हुनु राम्रो हुनु भन राम्रो छ ठिक छ कस्तो मजा ल त्यो दिन नमस्ते गरौ ल फोटो नेक्स्ट वान त्यही नेपाली गर्नुहुन्छ त्यहाँ अहिले त 15 दिन भयो क्या हो ठिक छ अहिले त त्यहाँ त पार्ट टाइम हो मतलब 40 घण्टाको दिन छ रे अब आइसका दिदीले लगाइदिने एमीलाई ल पैसाको धनी भइरहेछ न आज एमी त ए अबिर लाग्यो त्यो पैसामा किन चल्दैन अबिर लाग्यो भने यहाँ फेरि अलि गर्छ नि सकुशल हुनुपर्छ यहाँ पैसा नेपालमा त नलाग्यो पानीले जान्छ कि ह्यापी दसैँ दिदी दही सही हानेर बनाउनु भए टासिन्छ काम छ र न छैन काम त होइन अहिले एयरपोर्टतिर यसो जानु छुट्टी छ मेरो एयरपोर्ट त केही होइन दुईटा हातले गर्दैन ठिकै लाग्छ जान्छ अलिकति लाग्छ अलि उठा जाइन वाह। ल यसरी वाउ ह्यापी दसैँ खै त भन न ल आउन हाम्रो परिवारको तर्फबाट हजुरहरू सबैजनालाई दसैँको धेरै धेरै शुभकामना ह्यापी दसैँ ह्यापी दसैँ एमी विजय दशमीको धेरै धेरै शुभकामना सबैजनालाई टिका लगाएपछि कस्तो देखियो हेर्नुहोस् है त हामी अब खाना खाने तयारीमा खाना खाने सँग छ यो के को अचार हो मिक्स अचार यो गेडागुडी एयरपोर्ट लिन जाने हामी यहाँ छ मिक्स अचार खोलेर राम्रोसँग देखाइदिनुहोस् ल मिक्स अचार यो गेडागुडीको तरकारी त्यसपछि यहाँ छ हाम्रो चिकन त्यसपछि यहाँ छ राइस यहाँ छ मटन ग्रेभी प्रताप खाएर रिभ्यू दिन्छन् मेरो भाइले
आउँछ झन् दामी दामी अब दालमाको तरकारी ठिकै छ भन्न मासुलाई तरकारीले भेट्न सकेन यो चाहिँ तर ठिकै छ नि अल्टो बेला खाला हेलो तपाईलाई कस्तो लागिरहेछ आज दसैँको दिन मलाई एकदम रमाइलो लागिरहेको हो अनि खानाको तयारी अब हामी खाना तयारीमा छौँ ल खाना चाहिँ हाम्रो सेफले पकाइसक्नु भयो हजुर तपाईँले हेर्नु बनाउनु हजुर मै हो सेफ तर मिठो बनाउनु भएको जस्तो लाग्छ हस् ल खाएर प्रतिक्रिया दिनु होला दसैँको भोज ल हामी दसैँ ह्यापी दसैँ गरौँ खाना बस्किँदै ल खानु खानु भान्जी ल हेलो आजकल अब तिमीलाई नि सुदीपलाई दिए जस्तै सेम टु यु आशीर्वाद हेल्थ स्थिति सबै राम्रो भएर साइडमा हेर्नु न दिदीहरू र भनेर नयाँ घरमा बसेर मेरो हातै भएर रातो भएको खाना मिल्दैन बहिनी हो मेरो हेरौँ न यसरी हेरौँ न हामीलाई बराबरको दसैँ हो पर्दैन अब त्यो रुल चाहिँ छैन हाम्रो आँखामा लाइट परेको क्या हो अनि बिहानदेखि बसेर मान्छे यस्तो ढोगेको जस्तो वाला भइसक्यो त ढोगेको उता कोठाको ढोका लाम्पा भयो भने होला है यहाँ फेरि सुदीप त लास्टै गोर आउनु भयो नि त यहाँ यसले राम्रो दिएको अच्छा खिच्छ ल फोटो धेरै आशीर्वाद दिएर कि हामी पनि सुन मनमने हो अर्को वर्ष मलाई एउटा देऊ हातमा ढोकामा खुट्टा दिन हुन्न आज जयन्ती मङ्गला काली भद्रकाली कपालिनी दुर्गा श्यामा ईश्वरा सुधा नमस्ते ज्ञानी छिन् अझ ज्ञानी हुनु हामीलाई प्राउड गर्ने लायकको बन्नु हाम्रो भान्जी यस्तो पोजिसनमा छन् भनेर भेट्न जान पाइयोस् अनि धेरै पढ्नु सबैलाई माया गर्नु यस्तै ठुली हुँदासम्म पनि यस्तै ज्ञानी भयो ल सेम टु यु ल राम्रो पढ्ने मान्छे है धेरै पढ्ने अन्त घुम्दै घुम्न जाने बेला बेला है ल गिमी ल भाग्यमानी भन्दै भान्जीलाई ल अब भाइ बुहारीलाई यहाँ खाना खाना दिँदैछु ह्याप्पी दसैँ खाऊ मिठो मानेर हेलो गाइज आज चाहिँ हामी दसैँको दिनमा हेलो एमी दसैँको दिनमा हामी अब एयरपोर्ट जाँदैछौँ किनकि मेरो बहिनी चाहिँ आउँदै हुनुहुन्छ
एयरपोर्टमा हामी लिन जाँदैछौँ। यता गाइजहरू चाहिँ फेरि टिका लाउन हिँडिरहेका हुन्। गाइज दसैँको दिन काम हान्न जानु परिरह। ह्याप्पी दसैँ। बुढा यता हुनुहुन्छ, एमी हुनुहुन्छ, आइसका बहिनी यता, प्रताप भाइ, मेरो बुहारी, मेरो भाइ यता, भान्जी यता, भान्जा। टोली एकदम रमाइलो भएर समग्रमा कस्तो भयो दसैँ भान्जी? एकदम रमाइलो भयो। भान्जालाई एकदम बवाल। सबैले टिका लाउनु भयो। मैले चाहिँ टिका पुगिसकेँ किनभने अब एयरपोर्टमा अलिकति गाह्रै हुन्छ यहाँ लगाएर हिँड्नलाई। नेपाल होइन है, अब यो टिका लाएर एयरपोर्टमा जान चाहिँ अलि तनावै हुन्छ होइन, त्यही भएर मैले चाहिँ टिका चाहिँ पुसेँ। दसैँ भनौँ त। ह्याप्पी दसैँ। आउटफिट दसैँमा हिँड्न पर्ने चाहिँ यसरी हो क्या, बन्दनाले जसरी होइन। घुम त यतापट्टि। अनि यसरी हो। अब हामी चाहिँ प्यान्ट टी सर्टमा हिँडियो होइन। अहिले आएर बहिनीहरू आएपछि फेरि अहिले फेरि लगाउने अनि टिका लगाउने। टिका हिँड्यो वर्ष दिनमा एकचोटि लाउनु कति आमे हेलो, हामी एयरपोर्ट आइपुग्यौँ। कान्छी दिदी हिँड्नु। हेलो, ह्याप्पी दसैँ। कान्छी दिदीलाई भेट भयो। ह्याप्पी दसैँ। को आउनु भएछ? कान्छी दिदी। जाम दाइलाई फाइनल्ली यहाँ कान्छी र जैसा भेट हुनु भयो। ह्याप्पी दसैँ जैसा। ह्याप्पी दसैँ कान्छी। एमीले त यहाँ कान्छीलाई छोडेकै छैन। को आउनु भएछ? दिन न जैला फ्लावर। ल गर्नु न जैला। हामी अब घर जाँदैछौँ। अब हामी यहाँ टिका लगाउने कार्यक्रममा छौँ। कान्छी ज्वाइँलाई टिका लगाइदिने। परार चाहिँ लगाइएन, हामीले लगाइएन। हाम्रो चाहिँ खासै उयो भएन होइन। कान्छीहरूलाई कसले लगाइदियो? सबैले। विदेश आएपछि बढी चिज हुने कि नेपाल चिज कति मिस हुने। नेपालमा त्यति नेपाली बस्दा त्यति चिज हुँदैन होला। नेपाली बस्दा नेपालको मात्रै मात्रै आउने। जो विदेश आएपछि विदेश आएपछि त त्यहाँ ल्यान्ड हुँदैन कि ओ माई गॉड कहाँ पुगेर सोले पुगेर आफ्नो संसार भनेको त्यही रहेछ जस्तो लाग्यो। त्यो नेपाल छोडेर कहिले नेपाल छोड्नु भयो होला? यस्तो देश किन जाने? यस्तो देश किन जन्मे होला? म किन बसिरहेको छु यो देशमा भन्ने भयो होइन। हो नि, अब विदेश आएपछि विदेश आएर त केही समय यहाँ बसेपछि मलाई मेरो देश चाहिन्छ भन्ने हुन्छ। चाहिन्छ एकदम। सुरु गर्ने कताबाट हो? कान्छीबाट हो कि ज्वाइँबाट? कान्छीबाटै होला। होइन होइन तिम्रो होला। ठुलोबाटै हो। धेरै धेरै प्रगति हुँदै जाओस्। बुद्ध भगवानले रक्षा गर्नुहोस् ज्वाइँहरूलाई।
अब आएको वर्ष चाहिँ बिचमा पनि सानो मान्छे राखेर टिका लाउनु पाइयोस्। रमाइलो भएर जिन्दगी बिताउनु शुभकामना छ। भद्रकाली कपालिनी यो प्रगतिले चाहिँ एकदमै रोक्दै नरोकियोस् यो प्रगति भइरहेको स्वस्थ जीवन सुखी जीवन स्वस्थ रहन चाहिँ हर प्रयास जारी गर्नुपर्छ। एकदम मेन इम्पोर्टेन्ट शुभकामना चाहिँ अब हामीलाई भान्जा भान्जी चाहिएको परिवारतिर यो सिकै हुन्छ यो त त्यो पेपरले त नि आफ्नो त्यो यति नै 21 पारा कानमा लडक तल एकदम धेरै भयो नि त तिमीले त लास्टै धेरै एक मुठी त कहाँ तर हाम्रो अङ्कलहरूले यहाँसम्म लाग्यो पुरै मिलायो भने विष्णु अङ्कलहरू विष्णु अङ्कल त्यो हो र पखानी हामी जहाँ गए पनि चावल सँगै जान्छ होइन ठ्याक मिला यस्तो पढेर थियो खाली पैसा के खानै पर्छ कान्छी अब यो ढोक्न पाए हुन्थ्यो कान्छी होइन ढोक्न पर्दैन भाउ त्यसरी आठ हुन्छ कि ल जबरी चमरा भयो मलाई 4-5 जना मिनिमम 4-5 जना हुन्छ हेलो न बा यो खाम न है बिहानदेखि म पूजा राखेको नर्वे खायो कान्छीले खान मिल्दैन के भएन कान्छीले सके खान नसके भगवानले रक्षा गरे मेरो प्यारी बहिनीलाई ज्ञानी छिन् स्वास्थ्य दीर्घायुको स्वास्थ्य राम्रो होस्। मम्मी बाबाले भनेको मान्नु धेरै पढ्नु ज्ञान फाल्नु हुन्न है नमस्ते गर अहिले यो वर्ष कुकुरलाई टिका लाउन पाइयो अर्को वर्ष अर्की बहिनीलाई पनि टिका लाउन पाइयो हाम्रो धेरै धेरै कुकुरलाई साथी नमस्ते गर्नु नमस्ते नारा लाउँछि अनि त्यसपछि ल ओहो दिदीले मैले ढोग्ने के हो होइन पर्दैन रहेछ तपाईँले आशीर्वाद नमस्ते नमस्ते मेरो साथीलाई जानी है दिदी ल्याइदिया ब्याग अनि यसमा पानी लिएर जाने कस्तो राम्रो बोल्छ अब स्कुल लिएर जाने ल यो नाना कति धेरै गिफ्ट ओहो थ्याङ्क यू दिदी भिनाजु दिदी भिनाजु थ्याङ्क यू भन वेलकम बारेगली सेल्थप भ्याइयो दसैँ भ्याइयो हेलो गाइस
हेलो 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 दसैँको टिका भ्याइएर आज चाहिँ हामी घुमघाम गर्न जाँदैछौँ सेन्ट्रल स्टेसनतिर कान्छीहरूलाई घुमाउने डेनमार्क एक्साइटेड भेरी मच ओके हामी चाहिँ अहिले वकिङ स्ट्रिट घुम्दैछौँ वकिङ स्ट्रिट घुमघाम भइरहेछ डेनमार्कको यो एउटा यसको भिडियो बनाउँछु डेनमार्कको फेमस हटडग ट्राई गर्दै कस्तो लाग्यो अम्लो अम्लो मिठो हुन्छ कि हेलो गाइज अहिले चाहिँ हामी घुमिरहेछौँ अलिक चिसो भयो मैले टोपी पनि लगाएँ होइन अब यो ब्लग चाहिँ यति नै है गाइज सी यू नेक्स्ट टाइम डोन्ट फर्गेट टु लाइक शेयर एन्ड सब्सक्राइब टु माई च्यानल बाई